सञ्जालबाट चाहिँ क्रिया प्रतिक्रिया छलफलहरू अनि यहाँका विचारहरू सुन्थ्यो। आज सिन्धुलीमा आउनुभएको रहेछ, के को सिलसिला अलिकति भन्नुहोस्। श्रम संस्कृति पार्टी यानि माटो चुनाव चिन्हमा मतदान गर्नको निम्ति सिङ्गो देशवासीहरू आतुर भइरहेको अवस्थामा सिन्धुली जो श्रममा विश्वास गर्छ, उत्पादनमा विश्वास गर्छ, आज नेपाललाई जुनारबाट आफ्नो प्रसिद्धि पुर्याउन चाहिँ तपाईँको सक्षम छ भन्दा यहाँका उर्वर चेतना भएका व्यक्तिहरूसँग साक्षात्कार गर्न, संवाद गर्न हाम्रा श्रद्धेय पिता आदरणीय चाहिँ हर्क साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष उहाँ बडो आतुर हुनुहुन्थ्यो र उहाँले यहाँ आउनुपर्छ भनिसके पश्चात हामी सिङ्गो टिमै जोदेखि बडो उत्साहित भइरहेको सन्दर्भमा मेयर साम्पाङ पनि यहाँ आउने तयारी गर्दै गर्दा बिहान अचानक एउटा विशेष कारणले गर्दा आउन सक्नु भएन। विशेष साथै हाम्रो यो सङ्गठन विस्तारको लागि यहाँका जिल्लाका साथीहरूसँग साक्षात्कार गर्नको निम्ति चाहिँ माटोमय भएर हामी यहाँ आएको। तपाईँले अघि पनि आफ्नो मन्तव्य कार्यक्रममा चाहिँ भन्नुभएको छ हामी नेपाली काङ्ग्रेस एमाले माओवादीलाई चाहिँ केही भन्न चाहँदैनौँ भन्नुभएको छ। यसको आशय चाहिँ जनताले के भन्ने उहाँहरूसँग के तालमेल हुन्छ भन्ने बुझ्ने। नयाँलाई त तपाईँहरू धेरै गाली गर्नुहुन्छ नयाँ पार्टी भनेर, उहाँहरूलाई चाहिँ अब प्रतिकार गर्दै पुरानोसँग मिलेर जाने सम्भावनाको यो सङ्केत हो कि के हो? म पत्रकार मित्रहरूलाई अलिकति चाहिँ के भन्न चाहन्छु भने तपाईँको प्रश्नप्रति विशेष धन्यवाद ज्ञापन गर्दै हामीले नयाँ शक्ति बनाउने भन्ने बित्तिकै कुनै पनि फ्याक्ट्रीमा कुनै पनि तपाईँको प्रजाति उत्पादन गरे जस्तो ह्याचरीबाट सरेर निकाल्न सम्भव छैन। आज नयाँ भनिएका जुनसुकै पार्टीमा पनि हिजो कङ्ग्रेस एमाले माओवादी लगायतका अन्य पुराना राजनीतिक दलमा भएकै व्यक्तिहरू परिष्कृत भएर चेतनाको हिसाबले दृष्टिकोणको हिसाबले त्यहाँबाट अब यो देश विकास सम्भव छैन भनेर नयाँमा विश्वास गरेर आउनुभएको। अनि मैले के भनिदिनु पर्यो त, कङ्ग्रेस एमाले माओवादीका कार्यकर्ताहरूलाई गाली गर्दिनँ भनिरहँदा के सराप्नु पर्यो? तपाईँहरू खराब हुनुहुन्थ्यो भन्नु, त्यो भनिरहँदा त मेरो आफ्नै बाउआमालाई गाली गरेको होला, मेरै तपाईँको काका अङ्कललाई गाली गरेको जस्तो होला, मेरै काका काकीलाई गाली गरे जस्तो होला, मेरा छिमेकीहरू पनि अझै पनि त्यहाँ हुनुहुन्छ उहाँहरूलाई गाली गर्नु। हाम्रा श्रद्धेय चाहिँ श्रम पिताले के भन्नुभएको छ भने हाम्रो कम्पिटिसन भनेको चाइना र भारतसँग हो, यहाँका कङ्ग्रेस एमाले माओवादी रासोपा राप्रपा कसैलाई पनि गाली नगर्नु भनेर हर्क साम्पाङले भन्नुभएको छ। अन्य दलका राजनीतिक दलका नेताहरूले भनेका छन्। हामीले कहाँ गाली गरेको छौँ? गाली भनेको सुन्नुहोस् है, गाली गर्दिन भनेर गर्नुहुन्न भनेर सिकाउनु भएकोले गाली भनेको चाहिँ म च मा मुबाट निस्केका शब्दहरू पूर्वमा बोलिन्छ। हामी त्यसो भनेर गाली गर्दैनौँ। हामी सभ्य छौँ, सुसंस्कृत छौँ, किनकि हाम्रो पार्टीको नामै श्रम संस्कृति हो। हाम्रो संस्कारमा हामी चाहिँ विश्वास राख्छौँ। कसैलाई गाली गरिएको छैन। मैले प्रश्न मात्रै गरेको, रवि लामिछानेले यो देशका बालबालिकालाई म माया गर्छु, यिनीहरूको भविष्य बनाउँछु भनिरहँदा आफ्ना दुईजना छोरीहरूलाई, आफ्ना छोराहरूलाई, आफ्ना सन्तानलाई अमेरिकामा छोडेको सत्य हो कि होइन? खोज पत्रकारहरूले खोज्नु पर्यो। हर्क साम्पाङले आफ्ना बच्चालाई ढुङ्गा पकाएको हो कि होइन? के अरूलाई मात्रै श्रम गराउनु भएको छ? यो प्रश्न गर्नु गाली हो कि होइन? गाली हो भने यस्ता गालीहरू गरिरहन्छ। आज मैले मात्र होइन, सिङ्गो नेपाली जनताले गरिरहनेछन्। अनि दुई पटकसम्म गृहमन्त्री बनिरहँदा निर्मला पन्तको घटना 100 दिन पुगेको दिन मिलाउँछु, पत्ता लाउँछु भन्दा 100 दिन पुगिरहँदा मिलाएको हो कि नमिलाएको भनेर प्रश्न गर्दा गाली हुन्छ भने म यस्तो गाली गरिरहन्छु। हामी 100 दिन सरकारमा भएको दिन विदेशमा विशेष गरी धनीमनीको लागि हामी काम गर्छौँ। नेपालमा गरिबको के मतलब? तर पनि युरोपमा राम्रै स्ट्यान्डर्डमा काम गरिरहेका नेपाली दाजुभाइहरूलाई नेपालमा बोलाएर जागिर दिन्छौँ, विज्ञापन टाँसेर हामी बोलाउँछौँ भनेका ती साथीहरूले, ती सभापतिहरूले आज बोलाउनु भयो कि भएन? मेरो टोलमा त कोही पनि फर्केनन्। युरोप पुगेर आएका कतै अरू टोलतिर पो पुगेर आए कि भनेर न्युज पेपर हेर्छु, काहीँ पनि आएर फर्केको त त्यस्तो देखिँदैन, नेपाल आएको देखिँदैन। अनि फर्के कि फर्केनन् भनेर प्रश्न गर्नु गाली हो? गाली हो भने यस्ता गालीहरू गरिरहन्छौँ। एउटा फोन उठाउँछु। हेलो, जय माटो, नमस्कार, हजुर को बोल्नुभयो?